ओए 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 इधर फायदा आते हैं यार अन्त म भिडियो पनि हेर्छु सबै युट्युबमा दिन्छ हो डेली हेर्छु जल्दी हेर्छु खाना बनाउनु हेर्दा हुन्छ नि ओए यस्तो यस्तो अडियन्सहरू ठ्याक्क 1 मिलियन भएको है मैले चाहिँ खाने बेलामा हेर्छु हो जनता जनार्दन अँ म यो भन्न चाहन्छु अँ हाम्रो भिडियो हेर अनि लाइक अँ सब्सक्राइब गर है अँ अनि so alright hey guys welcome everybody it's me back again with a new video र यसै गरी बिहान बिहान उठेर जब 5 घन्टा सुतेर म लागिसकेँ मेरो कलेजमा पढ्न मेरो साथीसँग हामी दुईजनै पुरै टिकटकमा खतरा मलाई मन पर्छ है मान्छेले को ओए हान्छ क्या हो यसले साथै गएर गर्दा है अनि यसै गरी जस्तै हो हाम्रो र यसै गरी हामी चाहिँ कलेज जाँदैछौँ र साँच्ची म र अलार्म 11 बजेर 50 मिनटमा बजेको थियो अनि म जाँदिनँ आज म जाँदिनँ जेसुकै होस् म जाँदिनँ भनेर सोच बनाएको थिएँ किनभने म नाइट काम गरेको थिएँ 5 बजीसम्म मेरो सिफ्ट थियो अनि घर आएर अनि यस्तो केही पनि गरेन यताउता गरेर मोबाइल हेर्दै गर्दाखेरि चाहिँ 6:30 तिर म सुतेँ 11:50 उठेँ केही नि खाएन म उठ्छु दोस्त मुख धुन्छु कपडा लगाउँछु चलिदिन्छु उदय ओभनमा रोटी हाल्छु कि त म ससेज हाल्छु अनि त्यसमा अनि बार्बिक्यू सस हालेर चिज हालेर खाइदिन्छु होइन कि त मैले म्याकबाट सिरपहरू लिएर आएको हुन्छु कि दोस्त त्यो पाईहरूको सिरप हुन्छ कि लास्ट मिठो हुन्छ कि दोस्त महँगो पर्छ क्या त्यो चाहिँ मैले किन्न त किन्दिनँ महँगो परेछ त्यो किन्न यस्तो नि महँगो त हो अनि ताका त्यो रोटी चलायो यसरी झल्क्यो यस्तरी गरेर अनि खाँदै हिँड्यो बाटोमा त्यति भएपछि मलाई एउटा प्लेट दुईवटा प्लेटसम्म धान्छ अनि त्यसपछि म कफी खाइदिन्छु मन्डुलाई लिएर जान्छु मन्डुलाई लएर होइन कफी टक्क खायो कफी टक्क टक्क भन्दै पनपिन छिराइदिन्छु मन्डुलाई मन्डु भाइरल भयो है मन्डु भाइरल भयो मन्डुलाई 1 लाख कतिजनाले हेरिसके दोस्त ठिक छ दोस्त बोलो त्यही भनेर यस्तो भने है र यसै गरी अब चाहिँ जम्मा 2 हप्ता मात्र बाँकी छ होइन अर्को हप्ता पनि गनिदिउँ न अब चाहिँ ठ्याक्क 1 हप्ता मात्र अनि अर्को हप्ता बाँकी छ यो हप्ता पढ्ने अनि अर्को हप्ता चाहिँ हाम्रो जस्ट एक्जाम छ अनि यता उता हो र ल योपालि शुक्रबार हामी यस्तो हल्का जापानिज फ्रम रत्नपार्क भएर हामी भिडियो बनाएर हाल्छौँ अनि त्यति नै भन्दै हामी आइसक्यो हाम्रो कलेज जाने गएको जाने बाटोमा र सबैले हेरिसक्यो अनि गइसक्यो त्यो गुवाडा जस्तो कि कस्तो गर्छ अरे कस्तो त्यस्तो होइन हाम्रो डान्सरहरूको कमी छैन सलिएर आउन र यसै गरी दोस्त चाहिँ अब साइकल पार्किङमा जान्ला अनि सोके पढ्दिउँ होला क्लासमा गएर टिकुली टिकुली टिका हरायो आशीर्वाद सेन्सले मलाई को हो भन्दै भएर कि अरे हक्क हे हक्क यसलाई कस्तो गना गयो छ्या
सो ओके यसै गरी आइसक्यो क्लासमा जनताहरू हेलो भन कति भाइरल भएको 3-4 जना मात्र रहेछ हाम्रो के जुस गर्न आउँछ र लाइभ गर्नु पनि गर्दैन किन लाइक नगर्ने र गरेको ल मेरो अब अझ फिडमा आयो भने त मैले लाइक गरेर हुन्छ तिम्रो मैले तिम्रो गरिरहेको हुन्छ अन्त मैले भिडियो पनि हेर्छु सबै युट्युबमा तिम्रो हो डेली हेर्छु जल्दी हेर्छु खाना बनाउनु पनि हेरिरहेको हुन्छ नि त ओए यस्तो यस्तो अडियन्सहरू ठ्याक्क 1 मिलियन भएको है मैले चाहिँ खाने बेलामा हेर्छु हो मैले पनि एक्लै एक्लै खान्छ है सो के के भइसक्यो हा के भइसक्यो को कोलाई रुम जसले रुम पाएन सब बेला म बस्न दिन्छु मेरो रुममा भाँडामा तर सबै आयो एउटा ठुलो रुम छ तिमीहरू सबलाई म भाँडामा ट्याक्क सबै बिस्तारो बोकेर आऊ ट्याक्क अनि भाँडा बुझाउ नि बस्ने ट्याक्क ल पहिला रुम पाएन भने भन म भाँडा तिमीहरूलाई मिलाइदिन्छु यस्तो होइन सस्तोमै तिमीहरूलाई अब एउटै गएको पढिसकेपछि किन धेरै महँगो लिने भनेर म सस्तोमा तिमीहरूलाई रुम पाएन भने भन भाँडामा तिमीहरूलाई ट्याक्क कसरी दिइहाल्छु नि म होइन त दोस्त होइन अब रुम पाएन ब्याङ्क जान लाग्यो यार पैसा झिक्न जस्तो अस्ति भरि झिक्यो होइन पैसा पैसा अब भ्याइसक्यो यार दोस्त यस्तो छ यार बुढीको भने कस्तो साउन्ड है प्रदीपको बर्थडे हो हिजो हिजो होइन दोस्त ह्यापी बर्थडे दोस्त हिजो होइन दोस्त मार्च 1 तारिकमा होइन दोस्त 29 मा हो कि अब 29 नै छैन रहेछ कि ल ठ्याक्क म सम्झेँ कि पहिला 10 मार्च 1 मा बर्थडे है मेरो खतरा वाइल्ड हान्नुपर्छ स्टफहरू जस्तो प्लानिङ्सहरू थियो के प्लानिङ एन्ड सक्सेस पनि भएको नि अनि त्यही सम्झिरहेको थिएँ म र त्यही भन्दै म र मेरो मन्डु साथी गयो कम्पनी अब अभियसली मन्डुसँग हिँडेपछि मन्डुसँग पैसा हुँदैन अनि उसलाई 200 को कफी खान हामी ब्याङ्क जानुपर्छ पैसा निकाल्न हाँसी हेर न दोस्त ह्यान्डसम्म आऊ यार तिमीलाई यो हरियो कलर सुहाउँदो रहेछ नि दोस्त अब यतापट्टि आऊ त यस्तो म पनि अलि तिमी सँगैसँगै हिँडेपछि फेमस हुन्छु है मेरो साथी मन्डुलाई हरियो कलर सुहाउँछ कि सुहाउँदैन भन्नु है अनि उसँग हिँडेपछि म नि फेमस हुन्छु कि जस्तो लाग्छ त्यही भएर उसँगै हिँड्छु कि म हो कि होइन दोस्त अहिले सबैलाई जनताहरूलाई के भन्छौ त नि जनता जनार्दन अँ म यो भन्न चाहन्छु अँ हाम्रो भिडियो हेर अनि लाइक अँ सब्सक्राइब गर है अँ अनि अनि के भयो के भन्नु भन न अझै 1-2 शब्द सबैलाई मन परोस् सब तिमीलाई मन परेर खान तिमीलाई कति 1 लाख कति मान्छेहरूले हेरे खान अनि तिमीले 1 लाख मान्छेलाई के भन्छौ त नि अझै कति सोचेर बोल्नुपर्छ सोचेर भन्छ अब राम्रो कुरो भन्नु पर्यो नि त होइन सोचेर यसो भन्न मिल्दैन अलि सोच्नुपर्छ होइन ल त्यही नै है पैसा जिक्री मलाई म भर्खर एटिएमबाट निस्केँ होइन अनि म पैसा पनि निकालेँ के अनि मसँग एउटा जस्ट यस्तो खतरा घटना घट्यो के जुन चाहिँ मैले सुनिरहेको थिएँ तर त्यो रियलमा एक्जिस्ट गर्छ भन्ने मलाई थाहा नै थिएन कि एटिएमबाट के पैसा झिकिसकेपछि के होइन सबैभन्दा सुरुमा एटिएमले काटिदिन्छ अरे के पैसा त्यो ओके भइसकेपछि एटिएमबाट सुरुमा काटिदिन्छ अरे के किन भनेपछि चाहिँ सुरुमा पैसा दियो भने मान्छेले पैसा लियो भने सबै कुरा बिर्सिन्छ अरे के दोस्त त्यस्तै भइदिएर कि ल सुरुमा पैसा आयो कि यो एटिएममा होइन कार्ड आएन यो एटिएममा चाहिँ पैसा आयो कि अनि म पैसा झिकेको म मेरो कार्ड खोज्यो दोस्त धेरै पैसा पनि होइन जम्मा 2000 मात्र थियो कि हेर न यो नुख लगाएर है बङ्गाली अनि धेरै पैसा पनि होइन कि ओन्ली 2000 के जम्मा 2000 रुपियाँ निकालेको एटिएमबाट अनि सुरुमा पैसा आयो म मेरो पैसा लिएँ अनि म त कार्डै छोडेर हिँडिरहेको है दोस्त छ्या पैसाको भ्याल्यु कसको पर्स खसेको रहेछ यार त्यहाँ कसको पर्स खसेको रहेछ यार सो के म आइसकेँ दोस्त मसँग पैसाको नाममा यही 500 मात्रै हो अनि मासु किन्ने हो 1500 त्यो मासु त्यो बुढोलाई दिनको लागि तिमीसँग मागेँ मैले बुढोमा बाँकी लिएको नि त बाँकी आऊ बाँकी अर्को कफी खाम त अर्को कफी खाम दोस्त अर्कै खाम आऊ लास्ट गरिब भइसक्यो दोस्त ब्ल्याक खान्छौ कि व्हाइट खान्छौ
कफी हामी पनि खान्छ ल त्यही झिकन त दुईटा के खाइदिउँ है ल किनेर हामी क्लासमा जान्छौँ है ढिलो भइसक्यो अलराइट हामी चाहिँ फेरि कफी लिएर ला तातो खाएर आज कफी लिएर हामी दुईजना निस्किसक्यो अनि फेरि त्यस्तै भइदिरहेको सुरुमा मन्डुले पैसा झिकेको कफी नै टिप्न बिर्सिदिरहेको भनेको मनी इज एभ्रिथिङ है मनी सक्स हो क्या नि दोस्त अनि बिहान के खाएर आएको त नि दोस्त तिमी म त अन्डा करी थियो भात थियो अँ अनि खाएर दोस्त ओए अन्डा करी च्याप्प सो ओके अब चाहिँ डान्स सुरु भइसकेछ र सबैजना नाच्न थालिसकेछन् है टिका दिदी र म नाच्ने भनेको अब टिका दिदी खै टिका दिदी यसो हुन्छ किन हो हो तिमी धेरै बोलेको रे ल यही नै हो है यिनीहरूको डान्स र खासै म इन्ट्रेस्टेड छैन बाहिर जाम्की भइरह तर लेट्स सी के हुन्छ जान्न होला सो ओके अब चाहिँ हामी बाहिर निस्किसकेँ अनि यहाँ त पुरै भाउजू है पुरै पढिराख्नु भएको रहेछ बाबा खान्जी अनि यसो तल क्लासमा आएको वा पुरै यहाँ त ओए मलाई पनि नचाउ न तिमीहरूसँग मलाई पनि नचाउ ल म नाच्छु ल तिमीहरूसँग मलाई नाच्न आउँदैन भनेको म किन धोका दिने हो र खै स्टेप हेर पहिला ओए यिनीहरू खइरहेको थियो यार लौली नाचे म नि नाच्न सक्छु होला यिनीहरूसँग हे जो हाल क्या करे जाम दोस्ती न ओए रामसँग नाचे खान है यिनीहरू राम्रोसँग नाचे खान र यो ग्लास बाबा ठगनाहरू पुरै हाल्नु पऱ्यो रहेछ यो क्लासमा मेरो फ्यान बेसहरू छ अनि त्यो क्लासको फ्यान बेस पर दादा अब यो क्लासलाई त केही खाङ्के नै है दोस्त यो क्लास हेर न पागल जस्तो क्लास हो यहाँ यो क्लासमा पागलहरू दोस्त एकछिन सर्टीमा सुसु हान्ने राम्रो है मलाई पनि सुसु हान्नु मन ल एकछिन सुसु हान्नु जान्छु ल अब सुसु नदेख्दै खोल्नु भएन नि त है एकछिन निस्केको छु ग्राहहरू छ कहाँ हो भनेको कुर्चुर्चु बाइटिक सो अलराइट त्यसै गरी चाहिँ क्लास भाइ होला पानी पर्ने जस्तो मौसम देखिरहेछ पानी पर्ने जस्तो मौसम देखिरहेछ र हाम्रो होस्टेलको लावरहरू भेट्नु भलग हो नि भाइ भलग त गर्न पऱ्यो नि भनेको भलग गरेन भने कसरी नि हो कि होइन लास्ट भोक लगाएर आज मलाई यस्तो भोक लागेर नि छिटो होइन हो ओके त्यसै गरी जनलाई घरतिर कोही पानी पर्यो यार पानी पऱ्यो यार सेट काम थियो यार मेरो 6 to 2 आज त मेरो 2 बजीसम्म काम थियो यार पानी पऱ्यो यार छिटो घर गइहाल्नु पऱ्यो सो ओके मेरो चाहिँ क्लास भ्यायो अनि म चाहिँ घर जाँदैछु अनि आज चाहिँ मेरो काम छ 6 बजीदेखि 2 बजीसम्म अनि कस्तो पानी पर्दियो कि अब यो पानी चाहिँ नन भोलि बेलुकासम्म छ कि नन अहिलेदेखि भोलि बेलुकासम्म नन स्टप पानी के यहाँको क्लाइमेटको केही ठेगान हुँदैन के जतिखेर पनि जे नि भइदिन्छ
बिहानसम्म घाम लगाएको थियो, अहिले हेर्नु एक्कासी पानी परिदिरहेको के। अनि मलाई एउटा कुरो भन्न मन लाग्थ्यो कि मेरो हिजो राति चाहिँ म्याकडोनल्ड्समा मैले काम गर्ने ठाउँमा त्यहाँ चाहिँ मेरो नाइट सिफ्ट थियो होइन, 12 बजीदेखि 5 बजीसम्म। अनि जस्ट मेरो काम भनेको चाहिँ अब यस्तो भित्रको सब्जीहरू गर्ने अनि अर्डर्सहरू बनाइदिने। अनि हाम्रो म्याक चाहिँ ठुलो हो क्या, अनि 2 तला माथिको 2 तलाको सब्जी चाहिँ श्रीलङ्कनले गर्छ कि एउटा श्रीलङ्कन केटीले। अनि मलाई हिजो लास्ट झौला राखेको थियो कि, अनि त्यसलाई मैले आज त भित्रै गर अनि म माथि सब्जी हान्छु नि त भनेर भने। ल हुन्छ भने अनि म माथि सब्जी गर्न गएँ है। अनि सब्जी गर्न गएको अनि यत्तिकै बढालिरहेको थिएँ मैले होइन। अनि बढालेको ठ्याक्क त्यो कर्नर सिटमा के त्यहाँ पर्स रहेछ, अनि पैसा रहेछ पर्समा। त्यो यस्तो खुल्ला परेर बसेको थियो होइन है, लेडिज पर्स थियो, त्यो ओपन थियो क्या त्यो। अनि त्यसमा पैसा छर्लङ्गै देखिरहेको थियो कि है। अनि अलिक धेरै नै देखेको थियो कि पैसाको एमाउन्ट है। अनि त्यो चाहिँ कर्नर ठाउँमा पर्छ कि, कर्नरमा। अनि त्यहाँ चाहिँ क्यामेरा पनि क्याप्चर हुँदैन कि। अनि म कस्तो लोभिएँ क्या म त्यो देखेर, हुन्छ नि म लोभिएँ क्या दोस्त। अनि म यसो सोचेँ है, ओए के गरौँ भयो है। अब त्यहाँ त क्यामेराले पनि भेट्दैन त्यो ठाउँमा। अनि ला यो पैसा लिखिदिउँ कि जस्तो भयो है। तर हुन्छ नि अब फेरि लिएर नि कहाँ राख्ने भनेर त्यो एकछिन म सोचेँ। म त्यसलाई त्यहीँ छोडिदिएँ है, म चलाएन क्या त्यो, त्यहीँ छोडिदिएँ क्या म। अनि म आफ्नै सुरमा बढालेँ। अनि त्यसपछि एकैछिनमा होइन छोड्दै पैसाको चक्कर नपऱ्यो, पैसा लगाएर दिँदै त्यहाँ काउन्टरमा भनेर सोचेँ है। अनि जस म लोभिसकेको थिएँ कि म त्यो पैसा देखेर। सायद मेरो ठाउँमा अरू भएको पनि लोभिन्थ्यो होला होइन, तर त्यो हुन्छ नि। त्यसपछि अनि मैले त्यो पर्स लिएँ अनि तल लिएर गएर म्यानेजरलाई मैले दिएँ है। वासुरे मोनो भनेर यो बिर्सेको सामान हो भनेर मैले दिएँ है। अनि उसले कति धेरै पैसा रहेछ है भन्यो। अनि भने अनि ल भनेर म माथि गएँ फेरि है। अनि सफा गर्दै बसेँ है। अनि कस्तो कि एक मनले के थोरै भयो नि निकाल्नु पर्ने रहेछ कि क्या हो, त्यहाँबाट एउटा नोट निकालेको भए त थाहा पाउँथेन होला है। छ्या भनेर म यत्तिकै म यही सोच्दै थिएँ। एक्कासी हुन्छ नि, एक्कासी माथि त एउटा केटी त 2टा पुलिससँग आइदिइराख्यो भनेको, माथि 2टा पुलिससँग आइदिइराख्यो है। अनि त्यो केटीले त सिधै त्यो ठाउँमा गयो क्या, त्यो पुलिससँग सिधै त्यो ठाउँमा गयो है। अनि त्यसपछि हुन्छ नि यहीँ छुटेको थियो भनेर भने है। अनि मलाई क्वेसन गरेको के भन्नाले हुन्छ नि यहाँनिर पर्स थियो र कुनै भनेर मलाई क्वेसन गरेको के। अनि कोचिरा अनि साइफुगा आरिमास्ताका भनेर मलाई सोध्यो। मेरो मन त चिसो भएको के। अनि थियो, मैले त्यहाँ तल म्यानेजरलाई मैले दिँदैछु भनेर भने है। अनि सँगै गएँ कि म तिनीहरूसँगै। अनि गएर हेरेँ अनि पैसा हेऱ्यो है। अनि पैसा त लास्ट धेरै थियो कि त्यसमा, मानको थियो। अनि आरिगातो भने है। अनि म फेरि माथि फर्केर म सब्जी गर्दै गएँ। अनि हुन्छ नि ओए तल त भाग्यले बचाएको, धन्न आज त लोभ लाभ बेला हुन्थ्यो सानो पैसाको चक्करमा, त आज फर्किने रहेछस् भनेर हुन्थ्यो कि लास्ट। त्यसपछि त हुन्छ नि जो एक प्रकारले खुसी पनि भयो कि म है त्यो फर्काइदिएर। अनि त्यही हो है, कसैले चाहिँ यसरी देख्नुहुन्छ भने चाहिँ नलिनु है, यो त लास्टै रिक्स हो, नलिनु होला कसैले है। अनि त्यही नै भन्न चाहन्छु। अब काम छ मेरो, जान्छु म काममा फेरि। सो ओके, म चाहिँ काममा आइसकेँ। अनि कस्तो पानी पर्छ भनेर छत्री बोकेर हिँड्दा थिएँ, नपरिदिरहेको। अनि यस्तो छ है क्लाइमेट, र यस्तै छ, चिसो छ है। र घाम बत्ती हान्न जाउँला। सो
मेरो काम सकिएर निस्केँ म मेरो छतरीलाई लिएर र आज चाहिँ मेरो काम 2 वर्षसम्म थियो अनि आज चाहिँ हाम्रो यो म्याक्स 12 बजे नै अफ भयो कि बन्द नो सर्भिस किनभने सरसफाइ गर्नुपर्ने थियो हेर्नु कोही छैन खाली पुरै सरसफाइ गर्नुपर्ने थियो त्यही भएर अनि यहाँबाट म्यानेजर छ कि राम्री कता गयो नरायण चाहिँ उता रहेछ पछाडि काम गर्दैछ त्यही नै भन्दै निस्केँ म र कताबाट हो यार र अहिलेसम्म जसले मेरो भिडियो हेरिरहनु भएको छ र जो चाहिँ नयाँ हुनुहुन्छ च्यानलमा मलाई लाइक सेयर र सब्सक्राइब जसरी पनि गर्नु होला ओके र त्यसै गरी म भेट्छु तपाईँहरूसँग अर्को भिडियोमा तबसम्मलाई बाई बाई